ट्रेलरको लागि कतिको एक्साइटेड हुनुहुन्छ हजुर दुवैजना? एकदमै एक्साइटेड। वा एकैचोटि भन्नुभयो त्यो एकै स्वरमा। फोटो पनि खिचौँ है। पछाडि सरेर फोटो खिचौँ न। झन्डै लामो समय पछाडि अब हामी थिएटरमा रिलिज हुँदैछ। चैत्र 27 गते समय लाग्यो। एउटा राम्रो सिनेमा बनाउनुको लागि समय लाग्छ पनि र यसको गाना ट्रेलर पनि आइसकेको छ। हामी यहाँ कुरा गर्दै गर्दा युट्युबमा ट्रेलर आइसकेको छ। आफ्नो ट्याग भनेर कहाँ आउनुहुन्छ? गभर्मेन्टबाट लिएर आएको मैले होइन। होइन म कस्तो हो भनेपछि जसलाई पनि दिन मिल्छ, नयाँ आउनेहरूलाई पनि दिन मिल्यो, पाउनै पर्छ नि होइन। हिजोको मान्छेहरूले पाएको छ भनेर आज आउनेले नपाउने भन्ने पनि हुन्छ। हिजो को पत्रकारहरू मात्रै पत्रकार, तपाईँहरू पत्रकार होइन, अहिले नयाँ आएको होइन। त्यो हो नि त, सबैलाई दिनुपर्छ मान सम्मान भन्ने कुरो। मेहनत गरेर आएका सबैले के डिजर्भ गर्छ, कसले के डिजर्भ गर्छ, दर्शकहरूले त्यसलाई के उपनाम दिन चाहन्छन्, त्यो चाहिँ पाउनुपर्छ। त्यो स्वाभाविक कुरा पनि हो। नयाँ एक्सन भनेको त नयाँ रिलिजै भएको छैन, नयाँ हो। कस्तो हुन्छ भने म जहाँ तक म बुझ्छु होइन, एक्सन मुभी भन्ने बित्तिकै हामी खालि फाइटलाई मात्रै बढी दिमागमा राख्छौँ होइन। त्यो फाइटले मात्रै सिनेमा चल्दैन है। यो तपाईँलाई म भनिदिन्छु आज यो कुरा। कुनै पनि सिनेमा त्यसमा कथावस्तु हुनुपर्छ, इमोसन हुनुपर्छ, एक्सन पनि इमोसनसँग रिलेटेड हुनुपर्छ, कलाकारहरूको उत्कृष्ट अभिनय, राम्रो नृत्य, डिरेक्टरको आफ्नो डिरेक्सन गर्ने क्षमता, मेन भनेको कथा नै हो। र मलाई जहाँ तक लाग्छ, जहाँ तक म यो सिनेमाको सब्जेक्ट मलाई थाहा छ होइन, माइकलसँग हामी बसेर डिस्कस पनि गरेका छौँ। यो तपाईँले यहाँ देख्नुभयो अहिले 3 जना देखिया छ होइन, तर सबैको खुसीको भूमिका, हाम्रो सुपुष्पको भूमिका, दिव्याको भूमिका तपाईँले हेर्नुभयो भने एउटा महिला सेन्टिमेन्ट पनि सिनेमामा तपाईँले टन्न पाउनुहुन्छ। यो एकदमै मारधाडसँग सम्बन्धित मात्रै होइन यो फिल्म। त्यसले गर्दाखेरि सिनेमा समग्र रूपमा सबैले हेर्नुपर्ने, सबैले हेर्ने, सबै किसिमको अडियन्सहरूलाई ग्र्याब गर्ने त्यस्तो सिनेमा बनेको छ। त्यसले गर्दाखेरि एक्सन छ, अभियसली पनि फाइट छ, फाइट पनि राम्रो छ। त्यो सँगसँगै स्ट्रङ इमोसन पनि छ, प्रेजेन्टेसन छ, स्वाग छ, सस्पेन्स छ होइन, सबै कुराहरू छ। कोरियोग्राफर शिवनजी है, जसले धेरै राम्रो कोरियोग्राफी गर्नुभयो। सुपुष्पाले त्यत्तिकै राम्रो काम गरेको छ। खुसी पहिलो चलचित्र भए पनि उहाँले यति राम्रोसँग काम गर्नुभएको छ। उहाँको सबैको मेहनतले गर्दाखेरि त्यो गाना राम्रो पनि भएको हो र सहजै भयो। उहाँसँग त एकदमै सहज काम गर्न, केही गाह्रो नै छैन। मैले आफ्नो छोरा है समीर भट्टसँग दाइ भाइको रोल गरेको छु र फेरि पनि गर्दैछु। र अर्को कुरा
के हुन्छ भने म तपाईँलाई एउटा चिज भन्छु कि नयाँ आउने कलाकारहरू कोही पनि जो नयाँ आउँछन् 30-35 वर्षको हिरोइन त आउँदैन होला, आउने त यङै हो। अनि उहाँहरूलाई हामीले हुँदैन, सानो छ, एजै मिल्दैन भनेर हटाइदियो भने एउटा राम्रो कलाकार आउनुबाट वञ्चित हुन्थ्यो कि। मलाई त उहाँले हटाउन सक्नुहुन्न, यदि हामीले उहाँलाई हटाइदियो भने आज खुसी यस्तो राम्रो कलाकार नेपाली फिल्म इन्डस्ट्रीले पाएको छ नि। त्यसले गर्दाखेरि यो कुरामा हामी पोजिटिभै हुनुपर्छ र बाँकी कुरा कलाकारिताको हो, क्यारेक्टरको हो, कथाको हो। र त्यो चिज मेरो त जति पनि सिनेमा हेर्नुहोस् न, बाह्रगाउँमा पनि नयाँ केटीहरू नै थिए होइन, साङ्गोमा पनि नयाँ थियो, यहाँ पनि मलाई यसो घुमाइफिरे एउटा त परिहाल्यो होइन। के भन्नु हो मलाई होइन, मेरो जुरेको छ जस्तो लाग्छ यस्तो चिजहरू, र म नयाँहरूसँग साँच्चीकै म कम्फर्टेबल पनि हुन्छ, राम्रो पनि लाग्छ मलाई होइन। उनीहरूसँग आफ्नो स्पिरिट मिलाउँदाखेरि अझ आफूलाई पनि राम्रो हुन्छ नि त। उनीहरूबाट पनि हामीले केही चिज लिने हो, केही चिज सिक्ने हो। अनि हाम्रो अनुभव, हाम्रो आफ्नो ज्ञानको हिसाबले उहाँहरूलाई पनि सिकाउने हो। र एउटा भनौँ न सिनियर एक्टर भएको नाताले हामीले नयाँ आउने कलाकारहरूलाई इग्नोर भन्दा पनि सपोर्ट गरिदिने हो जस्तो लाग्छ मलाई चाहिँ। अब मलाई बाघ, प्रशान्तजीलाई गैँडा, उता हात्ती, यता चाहिँ मृग, हुन्छ खरायो भनेर हुन्छ त। अब भन्छन् विभिन्न किसिमले भन्छन् मान्छेले, अब त्यसमा हामी इन्जोय गर्ने हो जस्तो लाग्छ मलाई चाहिँ। तर म एउटा पर्टिकुलर एउटा कुनै पनि ट्याग होइन, त्यसमा म सिरियस हुँदिनँ। म सबभन्दा पहिला राम्रो कलाकार बन्नुहोस् भन्छु है। राम्रो कलाकार बन्नुहोस्, राम्रो अभिनय गर्नुहोस्, अभियसली पनि राम्रो एक्सन पनि गर्नुपर्छ, राम्रो नृत्य पनि गर्नुपर्छ, तपाईँ राम्रो डायलग डेलिभरी पनि गर्नुहोस् होइन। त्यो सबै चिजहरूमा तपाईँ पोख्त हुनुहोस्। त्यही एउटा राम्रो पर्फेक्ट कलाकार बन्यो भने त्यो सबभन्दा ठुलो हो जस्तो लाग्छ मलाई चाहिँ। बाँकी दर्शकहरूले, तपाईँहरूले कसैले पनि मायाले दिएको नाम त्यसलाई अब अस्वीकार गर्ने कुरा पनि भएन। तर त्यसलाई म बहुत सिरियसली लिन्छु। हो म बाघ भइसक्यो, अर्को बाघ आउनुहुन्न होइन, 4-5वटा बाघहरू आए पनि मतलब मलाई होइन। त्यसले गर्दाखेरि त्यसरी दिएको नामहरू, उपनामहरू पनि राम्रै लाग्छ, खुसी लाग्छ। एकदमै भाग्यको कुरा हो। र दाइसँग यति इजी काम गर्न, जसरी उहाँ अगाडि देख्नुहुन्छ नि एकदमै भागै देख्नुहुन्छ नि, तर सुटिङमा यति इजी गरिदिनुहुन्छ, सम्झाउनुहुन्छ, गराइदिनुहुन्छ काम, यसरी गर बाबु भन्नुहुन्छ। त्यसैले एकदमै इजी। र म एक्सन स्टार, मैले आफूलाई कहिले पनि एक्सन स्टार भनेको छैन। अब दर्शकहरूले मन पराइदिनुहुन्छ, तर विराज दाइसँग मेरो त कम्पेयरै नगरोस् जस्तो लाग्छ। किन म धेरै सानो हो विराज दाइ भन्दा। हामी सानो हुँदा विराज दाइको फिल्म देख्दै आएको हो, र विराज दाइको अगाडि त विराज दाइ त एक्सन किङै भयो नि त। किङ भन्दा त अब स्टार त सानै हो नि त। थ्याङ्क यू।